होइन ओडाध्यक्षज्यू, तपाईँले त जागिर लगाइदिन्छु भनेर जङ्गल ल्याउनु भएको छ त। ए सुन न, यहाँ बसेर पहिला कुरा त गरौँ, त्यस पछाडि जागिर त भइहाल्छ। तर जागिर चाहिँ तिमीलाई चाहिएको कि तिम्रो बुढालाई? के भन्नुहुन्छ तपाईँ पनि? मेरो बिहे नै भएको छैन, कताको बुढालाई हुनु, म आफैलाई हो नि। ओहो, त्यसो भने त धेरै राम्रो भइगयो नि। अब तिम्रो जागिर पक्का हुने भयो। जागिर त पक्का हुने त भन्नुभयो, यो जङ्गलमा आएर जागिर पक्का हुन्छ र ओडाध्यक्ष साहब? अब यहाँ अहिले हामीले कुराकानी गऱ्यौँ होइन? हजुर। अब त्यस पछाडि चाहिँ अफिसमा जाने हो, त्यहाँबाट अनि चाहिँ तिम्रो जागिर पक्का हुने हो। ए भनेपछि तपाईँको अफिस चाहिँ कहाँ हो? मेरो अफिस हजुर। यहाँ पर खोर्सानी बारी भन्छन्। भनेपछि तपाईँ यही एरियाको ओडाध्यक्ष त हो नि? हजुर हजुर। म त यसो हेर्दा त यो एरियाको होइन जस्तो लागिरहेछ। अब त्यसो हो भने म चाहिँ खै के भनौँ, अब तिमी विश्वासै गर्दैनौ भने त तिमीले जागिर कसरी खान्छौ त? लो भन त। अब तपाईँले जागिर मिलाउँछु भन्नुहुन्छ, खोइ के खालको कस्तो खालको जागिर छ त तपाईँको अफिसमा? अब पहिला अफिसमा पुगेपछि हजुर। कस्तो खालको जागिर रहेछ के रहेछ भन्ने कुरा त तिमीले आफैले थाहा पाइहाल्छौ नि। त्यसो भए अफिसतिर लगाउँ न त, यहाँ जङ्गलमा बसेर के कुरा गर्ने? उता भए यसो चियासेको व्यवस्था पनि हुन्छ होला। सुन न, अफिसमा भनेको स्टाफहरू हुन्छन्, बरु यहीँ अलिकति सल्लाह यसो गरौँ कि भनेर चाहिँ तिमीलाई एकछिन वेट गराएको के। अब सल्लाह त गर्ने, कस्तो सल्लाह गर्ने त? सल्लाह गरौँ न त। अब जागिर खाने भएपछि त अब यसो कुरो त मिलाउनु पर्यो नि त। अब के गर्नु, कुरो मिलाउनु जस्तो मान्छे म। कुरो त मिलाउने, तर कुरो कुन तरिकाको कुरो मिलाउने, कुन तरिकाको सल्लाह गर्ने, यो त अनि फिक्स हुनु पर्यो नि त। त्यही फिक्स गर्न भनेर त एकछिन बस भनेको, अझै छिटो जाउँ भन्छौ। के खालके हो तिमी त? छ्या, यस्ता पाराले तिमीले जागिर खान्छौ? ल नि त, के सल्लाह गरौँ न त। ल ल अब हिँड जाउँ। हिँड। अफिस जाने भनेको होइन? अफिस ल यता पर जानुपर्छ क्या।